सम्माननीय सभामुख महोदय, आज म यहाँ बोल्न आएको। म धेरै साथीभाइहरू देखेँ, मान्यज्यूहरू उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। र यो भन्दै गर्दाखेरि चाहिँ हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला, कसरी गर्ने होला, अब कसरी उहाँहरूलाई सान्त्वना दिने होला, के गर्ने, कसरी मिलाउने होला भनेर सोच्ने हामीले हाम्रो टिम बनाएर हामी कुरा छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू? जतिजनालाई घाँटी चिचार गराउनु भइरहेछ यहाँ। घाँटी चिच्याएर कराएर हुँदैन यहाँ सदनमा मात्र। म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ।